राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा जुन रूपमा चाहिँ प्रतिष्ठित बनाउनु भयो त्यसमा भूमिका निर्वाह गर्नुभयो। उहाँको सपरिवारलाई सम्झिन चाहन्छु र आजको आयोजकहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। अब यो भाषणले यो देशमा शासन मात्रै दियो, राशन दिएन। त्यसैले म सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री आज धेरै भाषण गर्दिन। यहाँहरूले अघि आयोजकको तर्फबाट मलाई भन्नुभएको थियो सरकारी मान्यता पाएको भए हुन्थ्यो, दिवसकै रूपमा मनाउन पाए हुन्थ्यो, अथवा सरकारी कामकाज अथवा विभिन्न औपचारिक उसमा चाहिँ अनिवार्य गर्न पाए हुन्थ्यो भन्नुभयो। अलिकति ढिला भन्नुभयो। म स्पष्ट पार्न चाहन्छु, यही कुरा यहाँहरूले मलाई कार्यक्रमको प्रमुख अतिथिको रूपमा निम्ता गर्ने समयमा यो कुरा भन्नुभएको भए सम्भवतः हामी हिजो अस्तिको क्याबिनेटबाटै केही निर्णय गर्न सक्थ्यौँ होला। हो तर ढिला भयो। तर ढिला भयो भन्दैमा सकिएको त छैन। हजुर, प्रयास गर्न सकिन्छ मात्रै होइन, प्रयास गर्न सकिन्छ मात्रै होइन, मेरो कान यता पनि हुन्छ, कान यता पनि हुन्छ। प्रयास गर्ने कुरा मात्रै होइन, यसलाई आगामी दिनमा हामी जो सरकारमा रहौँला, जो सडकमा रहौँला, जो संसदमा रहौँला, जो जहाँ जसरी रहौँला, राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रूपमा, दिवसको रूपमा मनाउने कुराहरूमा तपाईहरूको साथमा जगदीश खरेल रहन्छ। अब रह्यो सरकारी मान्यता र राष्ट्रिय मान्यताको कुरा। राष्ट्रिय मान्यताले त यसले सो त पाइसकेको छ, अहिलेदेखि मात्रै होइन, सदियौँदेखि। त्यसैले सरकारले मान्यता दिनु र नदिनुमा राष्ट्रले मान्यता दियो कि दिएन भन्ने कुरा जोडिँदैन। राष्ट्रको एउटा कम्पोनेन्ट हो सरकार, जसले कार्यपालिकाको नेतृत्व गर्छ। अब राज्यले, राष्ट्रले चाहिँ यसलाई मान्यता दिएको कुरा त तपाईहरुलाई भनौं 2068 सालदेखि होला यसलाई खासै अलिकति महत्त्व दिएन। जसले दिएनन्, जहाँबाट दिएन त्यो गलत भयो, त्यो गलत भयो। तर तपाईहरुलाई एउटा कुरा भनौं, त्यसमा एउटा खुशीको कुरा जोडिएको छ। जुन दिनबाट यो दौरा सुरुवाल कोट टोपी चट्ट परेको अथवा साडी चोलो, हाम्रो जे छ फरिया चौबन्दी चोलो, यी जे छन् हाम्रा पोशाकहरू सरकारी मान्यता दिएन, त्यसको दोस्रो वर्षबाट तपाईहरु हेर्नुस् नवजवान युवाहरूले बिहेमा, भोजमा, औपचारिक कार्यक्रममा दौरा सुरुवाल लाउन थाले। अहिले तपाईहरुले तपाईको गाउँकोदेखि शहरसम्म, पढेकोदेखि नपढेकोसम्म, धनीदेखि गरिबसम्म, पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म हाम्रा जति पनि औपचारिक र राम्रा भव्य सभ्य समारोह कार्यक्रम, बिहे भोज सबै हुन्छ। बडो गजब लाग्छ। जुगाको रेखी पनि राम्रोसँग नआएको नवजवानहरूले चट्ट दौरा सुरुवाल लगाएर कार्यक्रममा आएका छन्। यसले राष्ट्रिय महत्त्व उसै बढाइसक्यो। र हामी के ठान्छौँ भने अहिले पनि हाम्रो पहिचान के हो त? तपाईहरुले हेर्नुभयो भने, तपाईलाई कसैले सोध्यो भने तपाई को हो भनेर चाहिँ नि संसारभर